ल सबैजनालाई वेलकम छ फेरि पनि नयाँ ब्लगमा। आज चाहिँ हामी बेटारमा अवस्थित साँगुरीगढीमा आएका छौँ। देख्न सक्नुहुन्छ साँगुरीगढीको एन्ट्री। खास गरिमा हिँडाइ चाहिँ आज हामी दुईजनाको मात्रै थियो, हस्बेन्ड वाइफको। बाटोमा आज हामी सब सरसँग पनि भेट भएको छ। उहाँसँग आज हामी कुराकानी पनि गर्नेछौँ र रमाइलो गर्नेछौँ। शनिबारको सदुपयोग हुँदैछ आज। खानपिन रमाइलो गर्ने, पिकनिक घुम्न आउने सबै। हिँड्ने बानी हराइसकेछ अब चाहिँ यार। हट हिँड्ने बानी हराएछ कि के खाएको छैन नि। अब घरमा गएर खानुपर्ने छ। खाना त खाइयो आज बिहान। घरमा ढिलो लाग्यो क्या सुँगुरको मासु। ढिलो लाग्यो सुँगुरको मासु। भरे छ घरमा पाक्दैछ। घरमा पाक्दैछ, मम्मीले बनाउँदै हुन्छ, हामी चाहिँ हिँडेको। ए भइहाल्छ मजाले। चुना लागेर मलाई कहाँ फर्किँदै थिएँ होइन, हेडलाइटै गयो। हेडलाइट के भयो? मेरो लोबिङ र हेभी हुन्छ नि त, लोबिङको जोल हेडलाइटै फर्किँदा। ए दुईटा? हेभी मात्रै चल्छ, लोबिङ चल्दैन। ए खटक 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 भएर क्या तर के कारणले हो त? खै हाम्रो त कोही के हुँदैन त। हाम्रो त एउटै छ त टिभीएसको त एउटै हुन्छ। हाम्रो एलइडी हो के? तपाईँको एलइडी वाला हो? होइन मेरो त हेलोजेन हो। प्रायः हेलोजेन जलिहाल्छ। मेरो त स्टार्टिङको ओरिजिनलको बत्ती नै नआउने क्या एन्टरको। अर्को फेरेको अलिकति हायर वाला। ओरिजिनल पनि छ, बिग्रेको छैन। ल 1 वर्ष अगाडि आउँदा र अहिले आउँदा के फरक पाइन्छ हेरौँ है त आज। एउटा तोप ऐतिहासिक साँगुरीगढी एकीकरण मार्ग पदयात्रा 2081 मा बनिएको रहेछ। घरमा बसेका बसेको तोबा तोबा हुन्थ्यो। अर्को छ त्यहाँनिर भिडियोबाट सर यहाँ भिडियोबाट सर यस्तो दिएर यता हुँदा जस्तो एन्टिबायोटिक आउँछ कि यताबाट एउटा राम्रो अहिले साँगुरीगढीको पनि यहाँसम्म साँगुरीगढी पनि रमाइलो रहेछ होइन, रमाइलो भयो। यहाँबाट राम्रोसँग हामी देख्न सक्छौँ पातेबारा पर भेडेटार यसका हो। यहाँ छौँ हामी ढुकुर जस्तो जोडी साँगुरी गऱ्यो, ढुकुर जस्तो जोडी। ल यहाँ राई ब्रदर्सहरू छन्। त्यो स्कुटर त यत्रो देखिँदो रहेछ क्या भाइ चढ्दाखेरि त। स्कुटर त यत्रो त्यो पहिला त्यो केतक बजाज केतक हुन्थ्यो नि, मान्छे यत्रो देखिँदो रहेछ, त्यस्तो देखिँदो रहेछ क्या। जानुपर्छ है पनि अब। लागौँ होला नि त यहाँबाट। अब हेर्ने कुरा हेरिहाल्यो। भेटार भन्दा सुन्दर मान्छे हुनु, भेटार भन्दा सुन्दर के छ भनौँ भने मेरो बुढी छ भन्नुपर्छ अब। हेलो गाइज, सरी ब्लग चाहिँ यति नै हो। सर्ट्सहरू चाहिँ अझै यसको आउँछ है त।